आदरणीय दर्शकवृन्द, म अहिले पत्री शनिश्चरी मोरङको पत्री शनिश्चरी वार्ड नम्बर 7 मा छु। म अहिले तपाईहरुलाई श्रम संस्कृति पार्टीको समर्थक र श्रमदाता साथीहरुको यहाँ दृश्यहरु देखाइरहेको छु। यो दृश्य देखाइराख्ने क्रममा म अहिले यो पत्री शनिश्चरी अथवा महेन्द्र हाइवेबाट तल अमरदह हसन्दह झर्ने बाटोमा छु। यो बाटोमा यो चाहिँ निकै लामो बाटो हो, तर पनि यहाँ त्यति विकास भएको पनि देखिँदैन र छेउछाउमा रोड छेउछाउमा एकदमै तपाईको चाहिँ रोड छेउछाउमा एकदमै यो वन जंगल जतिकै झारपातहरू उम्रिएको कारणले गर्दाखेरि यहाँ श्रमदाताहरूलाई यहाँ श्रम गर्न एक किसिमले सजिलो पनि भएको छ र एक किसिमले अप्ठ्यारो पनि महसुस गरिरहेको छ। यो नभएको भए, यो झारपात नभएको भए चाहिँ श्रम गर्ने ठाउँ अभाव पनि हुन्थ्यो होला। यो मैले अलिकति मजाकको हिसाबले बोलिरहेको छु र यो चाहिँ अहिले पत्री शनिश्चरी 7 नम्बर वार्ड यो मायालु चोकदेखि अलिक तलतिर मुक्ति चोकमा हामी झरिसकेका छौँ। मेरो युट्युब च्यानल दृष्टि पीएम हेरिरहनु भएको सम्पूर्ण साथीहरूको लागि यो मैले दृश्यावलोकन गराइरहेको छु। यहाँ हाम्रो यस टोलीको अहिले त्यस्तो आधिकारिक संयोजक भन्न तोकिएको छैन, तैपनि यहाँ हामीले अलिकति एउटा छाया समिति जस्तै तयार गरेर हामीले संयोजकको रूपमा तयार गरेका छौँ। यहाँ मेरो छेउमा धर्मेन्द्र भुजेल सर हुनुहुन्छ। म युट्युब च्यानल दृष्टि पीएमको लागि उहाँसँग थोरै भर्सन लिने कोसिस गर्छु। आदरणीय दर्शकवृन्द, अहिले तपाईहरु हेर्दै हुनुहुन्छ युट्युब च्यानल दृष्टि पीएम, तपाईले लाइक शेयर र सब्स्क्राइब अवश्य गरिदिनु होला। मसँग अहिले हाम्रो चाहिँ एकजना मित्र हुनुहुन्छ धर्मेन्द्र भुजेलजी, म उहाँसँग यो युट्युब च्यानलको लागि थोरै भर्सन लिने कोसिस गर्छु। अहिले तपाईको मैले उहाँलाई प्रश्न गरेँ, अहिले तपाईको यहाँ चाहिँ श्रमदाताहरू के कतिजना जति उपस्थित छन् र कसरी तपाईहरु अगाडि बढ्दै हुनुहुन्छ, पहिला म त्यसरी अगाडि बढेँ। यो मैले हाम्रो लगभग आजसम्म 3 हप्ता भयो हामीले सुरु गरेको यो श्रमदान। पहिलो हप्ता हामीले 30-35 जनाबाट सुरु गरेका थियौँ यो, र दोस्रो हप्ता बढ्दै 100 देखि 150 सम्म, दोस्रो तेस्रो आज लगभग हामी 200 को हाराहारीमा छौँ। आज लगभग क्रसै छौँ होला हामीले, हैन? हाम्रो सबैजना लगभग लाग्छ हामीले। र यो श्रमदानमा चाहिँ हामीलाई किन आज यो श्रमदानको किन आवश्यक छ, किन हामी गर्दैछौँ भन्दा चाहिँ अब हामीले अरूको आश गरेर हुँदैन रहेछ, हामीले हैन अरूको आशमा बसेर हुँदैन रहेछ। अब हामीले आफै गर्नुपर्ने रहेछ। यो हाम्रो गाउँ आफ्नो नगर बनाउनको लागि चाहिँ आफै जुटौँ आफै, किनभने हामीले यो फाडीहरू यस्तो फाडी छ तर हाम्रो स्थानीय सरकारहरू चुप लागेर बस्दिनु भएको छ, हैन? त्यही भएर पनि हामी सबैजनालाई गरौँ, अब हामी गर्नुपर्छ भनेर। र हाम्रो श्रमपिता हर्क साम्बाङज्यू वहीँबाट हामीले यो श्रमदान चाहिँ सिकेको भन्न चाहन्छौँ। हामी चाहिँ सम्पूर्ण जतिजना उपस्थित हुनुहुन्छ हामी हर्क साम्बाङको फोटो राखेर हामीले गरेका छौँ। र हामीलाई यो भेष दिने धेरैजना सहयोगी एकदम मलाई खुसी लागेको छ। हाम्रो भेष दिने सहयोगी दादाजीहरू, अझै पनि सहयोग गर्ने, हाम्रो औजार दिने हाम्रो आदरणीय श्रमदातालाई सहयोग गर्ने सम्पूर्ण विदेशबाट, नेपालबाट, जति पनि बाहिर भित्र सबैजना सहयोग गर्नुभएको छ। उहाँलाई फेरि तपाईँको च्यानलबाट पनि धन्यवाद भन्न चाहन्छु सम्पूर्ण सहयोगी दादाजीहरूलाई। मैले पनि यहाँ चाहिँ सहयोगको लागि तपाईको खुर्पा खुकुरी दफे के हुन्छ हैन, बेलचादेखि हरेक कुराहरू मैले पनि सहयोगमा आइरहेको छु। तपाईँ सँगसँगै मैले पनि यहाँ श्रमदान गर्ने क्रममा धेरै अभावहरू देखेको छु। अभावको क्रममा तपाईँले अरू साथीहरूबाट केही आशा अपेक्षा के राख्नु भएको छ? हजुर, अझै पनि तपाईँहरूलाई आशा छ, मतलब सहयोग गर्ने मन छ भनेर चाहनुहुन्छ भने या त हाम्रो यहाँ च्यानलबाट पनि तपाईँहरू मेसेज गर्न सक्नुहुन्छ, उहाँलाई कमेन्ट गर्न सक्नुहुन्छ नम्बर एउटा। र हामीलाई सम्पूर्णले अझै पनि हामी सहयोगको हामी आशा राखेका छौँ। र अझै पनि भोलिको दिनमा आज पनि हामीलाई धेरै आवश्यक परेको छ औजारको समय। जस्तै अहिले पनि हामीलाई एउटा आजको दिन यति इम्पोर्टेन्ट भयो हामीलाई, हाम्रो मिसिन मतलब हाम्रो रुख काट्ने मिसिन के भन्छ उहाँलाई, यो एकदम आवश्यक देखेका छौँ हामीलाई। कोही तपाईँहरूको च्यानलबाट कसै तपाईँ हेर्दै हुनुहुन्छ भने कसै सहयोग गर्नु मन छ भने हामीलाई अति आवश्यक पर्ने चाहिँ हामीलाई मिसिन, यो रुख काट्ने मिसिन छ, तपाईँहरूले सहयोग गर्न सक्नुहुनेछ।
भन्न चाहन्छु। धन्यवाद। तपाईँहरूले हाम्रो जुन संयोजकको रूपमा रहनुभएका धर्मेन्द्र सरको जुन भर्सन तपाईँले बुझिसक्नुभयो, सुनिसक्नु भएको छ। उहाँले भन्नुभयो आवश्यकता, उहाँले जुन आफ्नो आवश्यकताहरू पुरा कसरी गर्ने भन्ने कुरा छ। यहाँ मैले एकजना बहिनी हुनुहुन्छ, उहाँले आफ्नो नाम सहित आफ्नो परिचय दिनुहुन्छ। युट्युब च्यानल दृष्टि पीएमको लागि उहाँले आफ्नो भर्सन दिँदै हुनुहुन्छ। तपाईँहरू सुन्नु होला। तपाईँको युट्युब च्यानल के अरे? दृष्टि पीएम। हजुर। ल नमस्ते, मेरो नाम चाहिँ अनु लिम्बू, म चाहिँ पत्री वाडा नम्बर 2। हजुर हजुर। अब यो श्रमदानको विषयमा, श्रमको बारेमा तपाईँको प्रेरणाको स्रोतदेखि लिएर तपाईँले जुन भोग्दै गर्नुभएको कतिपय कुराहरू छन्, ती कुराहरू तपाईँले मलाई थोरै जानकारी गराउनुहोस् न। अब हेर्नुहोस्, हिजोभन्दा आजभन्दा भोलि चाहिँ श्रमदाताहरू चाहिँ बढेकै यो चाहिँ हाम्रो एकदमै धेरै पोजिटिभ वे नै भन्न सकिन्छ। अनि यस्तो तल यो पत्रीभन्दा त यो धेरै तल हो नि त मुक्ति चोक त। यस्तो मुक्ति चोकमा पनि आएर श्रमदान गर्ने मान्छेहरू आएको देख्दाखेरि त म त छक्कै परेँ। अझै यहाँ चाहिँ सानो नानी लिएर पनि आउनुभएको छ दिदी, सानो नानी बोकेर पनि श्रमदान गर्नु आउनुभएको छ। यो त हाम्रो देश विकास हुने लक्षण पो हो कि जस्तो लाग्छ है मलाई। धन्यवाद यहाँलाई बहिनीलाई धन्यवाद। अब चाहिँ आदरणीय दर्शकवृन्द, अहिले तपाईँहरू यो चाहिँ श्रम गर्नुभएको देखिराख्नु भएको छ। म तपाईँहरूसँग जोडिँदै छु। यहाँ तपाईँको चाहिँ यसरी चाहिँ काम गर्दै गर्नुभएको यहाँ हामीले काबुल मगर सरलाई पनि देखिरहेका छौँ। आदरणीय दर्शकवृन्द, युट्युब च्यानल दृष्टि पीएमको लागि उहाँ अहिले चाहिँ वनको अध्यक्ष पनि हुनुहुन्छ। सर, तपाईँको जुन यो कार्य देखेपछि तपाईँले थोरै तपाईँको भर्सन लिनु मन लाग्यो। युट्युब च्यानल दृष्टि पीएमको लागि तपाईँले यो श्रम र श्रम संस्कृति पार्टीको विषयमा थोरै बताइदिनुहोस् न। अब यो श्रम संस्कृति पार्टी भनेको चाहिँ कस्तो छ भन्दाखेरि, हामीले सबैभन्दा त अब हाम्रो श्रम अभियन्ता अर्थात् श्रमको चाहिँ प्रमुख भनेकै हाम्रो अब हर्क साम्पाङलाई भनेर हामी चिन्छौँ। अहिलेसम्म धेरै यो देशमा नेताहरू जन्मे, तर चाहिँ एसीको चिल्लो गाडीमा कुद्ने मात्रै देखिएको छ। र अहिले हर्क साम्पाङ चाहिँ पहिला माटोलाई माया गर्नुपर्छ र माटोको काम गर्नुपर्छ, अनि मात्रै यो देश बन्छ भन्ने उहाँको एउटा विचारलाई मन परेर अहिले हामीले तीव्र गतिमा सबैजना यो शहरमा हामी जोडिरहेका छौँ। तपाईँको यो स्थानीय ठाउँ पनि हो, यो विकासको क्रम कस्तो छ सर? तपाईँको आफ्नो स्थानीय ठाउँमा विकास कस्तो देखिरहनु भएको छ? यो विकास अब जसरी पहिला हामीले यो श्रम गरेर यो बाटो खनेका थियौँ, अब अहिले यो बाटोको अवस्था हेर्नु, अब एकदमै हनार बिग्रेर गइसकेको अवस्था छ। त्यसले गर्दा चाहिँ अब अहिले हामी यो राज्यले यत्रो जब भोट आउँछ म यो बाटो बनाउँछु त्यो गर्छु भन्ने आउँछ, तर अहिलेसम्म नबनाएकोले गर्दा अब हर्क साम्पाङको विचार र हर्क साम्पाङको सिद्धान्तले मात्रै यो सबै देश बन्छ र विकास हुन्छ जस्तो मलाई लागेर हामी सबै अहिले चाहिँ श्रम अभियानमा लागि पर्यो। धन्यवाद सर। यहाँ हेर्नुहोस्, मैले चाहिँ तपाईँलाई यो रोड देखाइरहेको छु। यहाँ चाहिँ हाम्रो चाहिँ यो क्षेत्र नम्बर, यो हाम्रो चाहिँ मोरङको क्षेत्र नम्बर 2 होइन सर? 3 यो क्षेत्र नम्बर 3 को चाहिँ रोड यो गतिको छ। यो तपाईँले देखिराख्नु भएको छ, एकदमै भड्केको गति छ। अहिलेसम्म विकास हुन सकेको छैन। यो विकास नभए पनि उहाँहरूको आफ्नो श्रमले गर्दाखेरि यहाँ चाहिँ धेरै कुराहरू सरसफाइदेखि लिएर हरेक कुरा गरिराख्नु भएको छ। तपाईँले देखिराख्नु भएको छ। यो चाहिँ सुनिल शर्मा, हाम्रो चाहिँ सुनिल शर्माजीको चाहिँ क्षेत्र नम्बर पर्न जान्छ। यहाँ चाहिँ विकासको क्रम यस्तै छ। तपाईँले विकासको चाहिँ यो भत्किएको सडकहरू देखिराख्नु भएको छ। यहाँ चाहिँ त्यस कारणले गर्दाखेरि पनि अलिकति हामीले सजग भएर यो श्रमबाटै विकास गर्नुपर्छ भन्ने यहाँ चाहिँ मैले उहाँहरूबाट श्रमदाताहरूसँग बुझेको छु। अलिक पर हाम्रो श्रम गर्नुहुने साथीहरू सुस्ताएर थोरै यहाँ चाहिँ 12 बजेको टन्टलापुर घाममा उहाँहरू सुस्ताएर यसो चाहिँ बातचित पनि गर्दै हुनुहुन्छ। उहाँहरू एकछिनमा फेरि चाहिँ जुट्नु हुनेछ भन्ने हामीलाई लागेको छ। यसै क्रममा तपाईँहरूलाई जय श्रमदान पनि भन्दै हुनुहुन्छ। जय श्रमदान, जय श्रमदान, जय श्रमदान भन्दै हुनुहुन्छ। हाम्रो चेलीबेटीहरू पनि यहाँ धेरै चेलीबेटीहरू पनि सहभागी हुनुहुन्छ। यहाँ नाच्ने कार्यक्रमहरू पनि धेरै कुरा भइरहेको देखियो। आदरणीय दर्शकवृन्द, म तपाईँहरूसँग अवश्य जोडिने नै छु। अहिले युट्युब च्यानल दृष्टि पीएमबाट म थोरै ओजेल पर्ने जमर्को गरिरहेको छु। आदरणीय दर्शकवृन्द, तपाईँहरूसँग फेरि पनि म जुट्ने नै छु। हस् त, नमस्कार, बाई बाई। Thank you. One more. खाना पाउँछ।
सम्पूर्ण श्रमदाताहरूलाई